गुगल क्रोममा गएर अझै पेस्ट गर्छु। यहाँ यो लिङ्क देखिराख्नु भएको छ नि, यो लिङ्कमा ट्याक्कै क्लिक गर्नु होला है त। तर म चाहिँ क्लिक गर्छु। क्लिक गरेपछि तपाईँकोमा यस्तो इन्टरफेस खोल्छ है त। यस्तो इन्टरफेस खोलिसकेपछि तपाईँले के गर्नु, एप्लाई फर पासपोर्टको लागि यसरी क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईँकोमा यस्तो इन्टरफेस खोल्छ है त। पहिलोपटक राजधानी लिनको लागि, म्याच सकेको राजधानी नवीकरणको लागि, र हराएको अथवा बिग्रेको राजधानी, मेरो चाहिँ म्याच सकिएको राजधानी हो, म चाहिँ रिन्यू गर्छु है त। म चाहिँ म्याच सकेको राजधानीमा क्लिक गर्छु। क्लिक गरेपछि तपाईँको यस्तो इन्टरफेस खोल्छ है त। यस्तो इन्टरफेस खोलिसकेपछि यो पढ्न पनि सक्नुहुन्छ है तपाईँले है त, म चाहिँ पढ्न चाहदिनँ। र अर्डिनेरी पासपोर्टमा मात्रै क्लिक गरेँ। क्लिक गरिसकेपछि प्रोसेस गरेँ। उयो गरेँ पहिलो चरण है त। पहिलो चरणमा आफ्नो अब कुन देशमा हुनुहुन्छ त्यही देशको एमबिसीमा जानुपर्ने। जस्तै म अदर्समा लाग्छु। अदर्समा तपाईँ कुन देशमा हुनुहुन्छ, एमबिसी कहाँनिर छ त्यहीँनिरको लोकेसन पेज गर्नुपर्ने हुन्छ। दुबईमा हुन्छ कि कहाँ हुनुहुन्छ, पेरिसमा हुनुहुन्छ कि अबुधाबीमा हुनुहुन्छ कि दोहामा हुनुहुन्छ कि कहाँ हुनुहुन्छ है त, त्यही देशको एमबिसी कहाँनिर छ त्यहीँ टिक लगाउनु पर्ने छ। म यहाँ फलो बनाइसकेँ। अब डेट बुक गर्छु है त। म 16 तारिकमा छ मन्डे, यहाँ 8 बजे खुल्दैछ, 9 बजे छ है त। म चाहिँ 9:30 को बुक गर्छु है त। 9 बजेको बुक 9:30 को बुक गर्छु है त। म 9:30 को बुक गरिसकेपछि मेरो 9:30 को बुक गरेँ। 9:30 भनेपछि मन्डे है त। यो बुझिएन भनेपछि बुझिएन। अहिले बुझिने खालको तपाईँले यसरी नेक्स्ट नेक्स्ट गर्दै जानु होला त। अहिले बुझिने खालको यो चाहिँ बुझिनुहोस् है त। जेड जेड ए सी 6 7 है त। हालेँ मैले, यति हालिसकेँ। अब पहिलो चरण है त। फर्स्ट नेम, आफ्नो फर्स्ट नेम हाल्नु होला। लास्ट नेम तपाईँको आफ्नो लास्ट नेम हाल्नु होला। एच ए जे ए हालेँ। अब डेट अफ बर्थ हाल्नु होला। मेरो डेट अफ बर्थ रहेको छ 1997। आफ्नो डेट अफ बर्थ पनि आफूले चेक गर्नु होला है त। 1997 फेब्रुअरी 12 मैले चेक गरिसकेँ। आफ्नो डेट अफ बर्थ हालिसकेँ। डेट अफ बर्थ मिस्टेक नगर्नु त। मैले नागिकन हेरेर आफ्नो डेट अफ बर्थ हालिसकेँ है त। तपाईँ अब नेपालीमा हाल्नुपर्ने छ है त। 2053 11 महिना 1 गते है त। 2053 11 महिना 1 गते है त। 2053 11 महिना 1 गते 2053 11 महिना 1 गते चेक गर्छ है त। गरिसकेँ। स्टेट नेपाली डेट अफ बर्थ पनि हालिसकेँ। बर्थ डिस्ट्रिक्ट कन्ट्री ब्रन मेरो चाहिँ झापा हो, म चाहिँ झापा हाल्छु। झापा हालेँ। यो म चाहिँ मेरो आफ्नो डिटेलहरू भर्दैछु है त।
अनामिकाको अनामिका नम्बर हाल्नु गइरहेको छु है त म 04001 मेरो चाहिँ नागिदा नम्बर हालिसकेँ मैले 040173058031 2073 2073 2073 5 महिना 14 गते हो त मैले सिटिजनशिप नम्बर पनि हालिसकेँ नागरिक सिटिजन डेट इस डिएस है त इस्यु डेट जारी मिति पनि हालिसकेँ अब सिटिजनशिप इस्यु डिस्ट्रिक्ट म चाहिँ झाबाट लिएको म चाहिँ झापा चोइस गर्छु झापा चोइस गरेँ सिटिजन प्लेस भन्ने चाहिँ पर्दैन है त यो आवेदनको अब म एप्लिकेसन आवेदनको विवरणमा जान्छु है त आवेदनको विवरण आवेदनको सम्पर्क विवरण है त अहिले मेरो इमेल हाल्छु म चाहिँ मेरो आफ्नो गाउँको नाम हाल्छु तपाईँले आफ्नो गाउँको नाम हाल्नु होला मेरो वडा 4 हो म चाहिँ वडा 4 हाल्छु तपाईँको प्रदेश कुन हो मेरो चाहिँ कोशी कोशी हालेँ मेरो चाहिँ झापा हो झापा मेरो चाहिँ गाउँपालिका खतम खबर गाउँपालिका गरिसकेँ अब जरुरी परेमा समूहको विवरण हाल्दैछु है त
कोशी डिस्ट्रिक्टको निचेमै हो म हाल्दैछु झापा झापा हाम्रो गाउँपालिका पनि सेमै हो। अब फोन नम्बर हाल्दैछु है त। म चाहिँ यहाँ के अरे जरुरी परेमा समूह विवरण भर्दैछु है त। तपाईँले कसैको नम्बर नामहरू राख्न सक्नुहुन्छ है त। म चाहिँ मेरो आफ्नो दाइकै राखेँ है त। 0, 18, 35, 40, 66, 85 आइसक्यो। म चाहिँ आफ्नो हालको अन्तिम इस्यु डेट हाल्न गइरहेको छु है त। तपाईँले यसो पासपोर्टमा हेर्नु होला आफ्नो इस्यु डेट कति छ। मेरो चाहिँ इस्यु डेट रहेको छ 2016 इस्यु डेट 2016 डिसेम्बर 20 रहेको छ है त। इस्यु डेट म चाहिँ झापाबाट ल्याएको। मैले झापा चोइस गर्छु। झापा चोइस गरेँ। तपाईँले यो फोर एक्चुअली पासपोर्ट यो छोडिँदा पनि हुन्छ है त। यो भर्नु पर्दैन है त। म चाहिँ आफ्नो पासपोर्ट नम्बर राखेर हाल्न गइरहेको छु 10, 15, 45, 99, 10, 15, 10, 15, 45, 10, 15, 10, 15, 45, 99 यति भइसकेपछि म सब्मिट गर्छु है त। मेरो यहाँ चाहिँ भएन मेरो
म चाहिँ राष्ट्रिय परिचय पत्रको नम्बर हाल्न गइरहेको छु है त। परिचय पत्रको नम्बर छ भने हाल्दा हुन्छ, छैन भने खाली नै छोड्दा पनि हुन्छ है त। 40 277 277 251 0 है त। दुई 540 0 273 25 10। अब मेरो डकुमेन्टहरू म अपलोड गर्छु। सिटिजनसिप फोन है त, मेरो फोन हाल्दैछु म। फोन हालेँ, ब्याग हाल्दैछु म। तपाईँले पनि यसरी नै हाल्नुहोला। तपाईँले 300 केबी भन्दा माथिको अपलोड हुँदैन होला है त। तपाईँले एमबी साइज घटाएर मात्र अपलोड गर्नु होला है त। र मेरो इन्टरनेसनल आइडी कार्ड पनि छ है त, त्यो पनि अपलोड गर्छु म। तपाईँसँग छ भने अपलोड गर्दा, नत्र त पर्दैन है त। फर पासपोर्ट ब्याग, म त्यो पासपोर्टको ब्याक साइड हाल्नु गइरहेको छु। फोन हाल्नु गइरहेको छ है त, पासपोर्टको फोन। मैले चाहिँ नागिताको फोन पनि हाल्छु, ब्याग पनि हालिसकेँ, इन्टरनेसनल आइडी नम्बर पनि हालिसकेँ मैले। र पासपोर्ट ब्याग पनि, पासपोर्ट फोन पनि हालिसकेँ। यति हालिसकेपछि अब म डाइरेक्ट के गर्छु भनेपछि नेक्स्ट गर्छु है त। नेक्स्ट गरिसकेपछि तपाईँले एकचोटि मजाले चेक गर्नु होला है त, कहीँ कतै मिस्टेक छ कि। मिस्टेक छ भने तपाईँले यहाँ एडिटको अप्सन दिएको छ, एडिट गर्नु होला है त। मेरो फर्स्ट नेम तपाईँले एकचोटि सबै फर्म भरिसकेपछि रिचेक गर्नु होला है त। केही मिस्टेक भयो भने एडिट गरेर अहिले नै सच्याउन सकिन्छ है त। अब सबै मेरो ठिक छ विवरण। जे एच एफ जनवरी डब्लु बी आर जेड टी यति क्याप्चर गरिसकेपछि म डाइरेक्ट सेभ गर्छु है त। तपाईहरुलाई यो लिंक कपी गरेर राख्नु होला ताकि पासपोर्ट आउँदाखेरि तपाईहरुलाई चेक गर्न सजिलो हुन्छ है त। तपाईले यसलाई कपी गरेर राख्नु होला, स्क्रिनशट गरेर राख्नु होला है त।
तपाईँले पनि यसरी कपी गरेर राख्नु होला है त म चाहिँ कपी गरेर होला र फिनिस भयो फिनिस गऱ्यो फिनिस गरेपछि यस्तो इन्टरफेस खोल्छ है त म चाहिँ यसलाई स्क्रिनसट गर्छु एकचोटि पिडिएफ फाइल डाउनलोड गरेर प्रिन्ट गरेर निकाल्नुपर्छ निकालिसकेपछि तपाईँहरूले त्यो पिडिएफ प्रिन्ट गरेर निकालिसकेपछि तपाईँ एमबिसीमा जानुपर्ने हुन्छ है त तपाईँको नागरिकताको फोटोकपी र पासपोर्टको फोटोकपी लिएर तपाईँले एमबिसीमा पुग्नुपर्ने हुन्छ है त र फोटो र बायोमेट्रिक तपाईँको एमबिसीमै हुन्छ है त